हेलो, आज मसँग भएको सबै स्किन केयरको प्रडक्टहरू रिभ्यू गर्न लागिरहेको छु। सो फर्स्टमा मसँग छ रेयर ब्युटीको यो लिप टिन्ट। यो चाहिँ होपवाला सेडमा थियो अनि यो सुरुमा त मन परेको थिएन। सेड लास्टै त्यो डार्क लिपस्टिक लगाएको जस्तो देखिन्थ्यो। अ, खासै राम्रो लागेको थिएन। अनि अहिले सक्दै गइसक्यो, अलमोस्ट सकि नै सक्यो। अनि सक्दाखेरि चाहिँ सफ्टवाला नेचुरलवाला पिङ्क देखाउँथ्यो। त्यही भएर सक्दाखेरि मात्रै राम्रो भयो। सुरुमा त मलाई मनै परेको थिएन। सो यो आई वन्ट बाई दिस वान अगेन। अनि त्यसपछि मसँग छ टिरको योवाला। अनि यो चाहिँ मैले आफ्नो फेसभन्दा वान सेड लाइटर वाला किनेको थिएँ। अनि फर्स्टमा चाहिँ मैले यत्तिकै ट्राई गरेर हेरेको थिएँ। एकदम त्यो ड्राई अनि फ्लेक्सहरू देखाउनेवाला भएको थियो। अनि पछि मैले मजाले त्यो बेसी नै मोइस्चराइज गरेर अनि लगाउँदा चाहिँ राम्रो भएको थियो। सो यो चाहिँ म फेरि किन्छु होला। सकिसक्यो तर। अनि थर्डमा छ यो टोनर चाहिँ सोयाबिनको हो, कोरियनै हो। अनि मैले खास गरी फर्स्टमा चाहिँ राइसवाला खालको टोनर किन्न थालेको थिएँ। यो चाहिँ मेरो फर्स्ट टाइम हो टोनर युज गरेको। अनि फर्स्टमा चाहिँ राइसवाला टोनर युज गर्न थालेको थियो। अनि त्यो चाहिँ अलिक बेसी नै एक्सपेन्सिभ थियो, त्यही भएर आई गट दिस वान। अनि यो चाहिँ यसले चाहिँ हल्का मलाई सफ्ट बनाएको जस्तो फिल भयो फेस। अनि सस्तो नि सस्तै थियो। सो यति युज गरिसकेँ। एन्ड आई रियली लाइक दिस वान, सो आई प्रोबब्ली बाई दिस वान अगेन। अनि त्यहाँबाट सनस्क्रिन छ योवाला। यसको चाहिँ फर्स्टवाला चाहिँ मैले टिन्टेडवालामा लिएको थिएँ। अनि टिन्टेडवाला चाहिँ मलाई एकदम मन परेको थियो। केही नगरे नि यत्तिकै यही सनस्क्रिन मोइस्चराइजर अनि सनस्क्रिन मात्रै लगाएँ नि हल्का फेस पुरा उज्यालो मेकअप गरेर जस्तो देखाइदिन्थ्यो। सो आई रियली लाइक द्याट वान टिन्टेडवाला। अनि सेकेन्डमा चाहिँ मैले खासै नोटिसै गरिनँ, यत्तिकै झापझुप किनिदिइहालेँ। अनि पछि यो चाहिँ सक्नु त सकिसक्यो, तर यो चाहिँ नन टिन्टेडवाला थियो। अनि यसले चाहिँ फेसलाई एकदम ओइलीवाला अनि कस्तो कालो देखाइदिने खालको थियो। अनि बिराम भएको जस्तो। सो यो नन टिन्टेडवालामा चाहिँ म फेरि किन्दिनँ। नेक्स्ट टाइम चाहिँ टिन्टेडै हेरेर किन्छु। अनि त्यसपछि मसँग छ यो अर्डिनरीको क्याफिन सल्युसनवाला। यो चाहिँ खास गरी मैले हल्का रिभ्यूहरू पढेको थिएँ। अनि त्यसपछि त्यो चाहिँ यता डार्क सर्कलहरूको लागि हुन्छ भनेको थियो। मसँग चाहिँ मेरो एकदम बेसी डार्क सर्कल थियो। अनि मैले यो ट्राई गरेँ। रेगुलरली त ट्राई गरिनँ, सक्नु चाहिँ सकिसक्यो, तर मैले रेगुलरली युज चाहिँ गरेको थिएन। अनि खासै काम गर्यो कि गरेन भन्दाखेरि गरेन। मैले रेगुलरली नगरेर हुनसक्छ, तर गरेन। सो यो म फेरि किन्दिनँ। अनि त्यसपछि छ मसँग योवाला भिटामिन सीको। यो पनि कोरियनै हो। अनि मैले केबाट लिएको थियो। यो चाहिँ डार्क स्पटको लागि अनि ब्राइटनिङको लागि भनेर लिएको थियो। खासै काम त गरेन, तर यसले हल्का स्किनलाई स्मुथ चाहिँ बनाएको थियो। मैले यो पनि रेगुलरली युज गरेको थिएन, तर यो म फेरि चाहिँ किन्दिनँ होला। अनि त्यसपछि छ डान्डाडा यो स्नेल म्युसिनको इसेन्सवाला। अनि यो चाहिँ स्नेल म्युसिनको क्रिमवाला। यो इसेन्स चाहिँ मलाई एकदम मन पऱ्यो, औधी मन पऱ्यो, लास्टै मन पऱ्यो। यो खास गरी मैले यहाँसम्म चाहिँ आफूले युज गरेको थिएँ। अनि त्यहाँबाट यता चाहिँ बाँकी चाहिँ कुरा सर्दाखेरि यो सबै ह्याक्क भएर पुरै पोकेर सबै घर आफै सकिएको। तर यतिसम्म चाहिँ मैले सबै सकाएको थिएँ। सो आई रियली लभ दिस वान, एकदम मन पऱ्यो। यसले चाहिँ पुरा स्किनलाई एकदमै सफ्ट बनाउने अनि त्यो पोर्सहरूलाई पुरै मजाले कभर गरेर चिल्लो देखाउँथ्यो। अनि यो चाहिँ एकदम मन पऱ्यो। अनि कुरा आउँछ यो स्नेल म्युसिनको क्रिमवाला। यो चाहिँ प्रब्ली अब राति सुत्दाखेरि लगाएर चाहिँ सुत्छु होला। अनि अथवा कतै बाहिर जानु पऱ्यो नि, अब लगाएर 2-3 घन्टा भइसकेपछि बल्ल बाहिर जाँदा चाहिँ नर्मल देखिन्छ होला, किनकि पुरै यो स्किनले अब्जर्भ गरिसकेर अनि ठिकै देखिन्छ होला। अनि कि चाहिँ यो माथि मैले चाहिँ के गर्थेँ भने यो लगाएर यसले कस्तो चिल्लो बनाउँथ्यो फेस। अनि त्यहाँबाट मैले टिटे लगाइदिन्थेँ अनि त्यो चिल्लो ठ्याक्क ब्यालेन्स हुन्थ्यो। तर यो मात्रै लगाउँदा चाहिँ एकदमै स्किन लास्टै टल्किन्छ एकदमै चिल्लो देखाउँछ। सो यो चाहिँ
कति राम्रो रिभ्यू देखिरहेको छु यसको चाहिँ देखिरहेको थियो। तर यो चाहिँ म लिँदिनँ। तर यो चाहिँ मलाई एकदम मनपर्छ। अनि त्यसपछि छ मसँग यही अर्डिनरीको ग्लाइकोलिक एसिडवाला 7% वाला। यो चाहिँ खास गरी यो चाहिँ मैले यो टोनर चाहिँ मैले खासमा अन्डर आर्म्सको त्यो हाइपर पिगमेन्टेसनलाई हटाउनको लागि लिएको थियो। अनि यो मैले युज गर्न थालेको धेरै भएको छैन, भर्खरै यति भयो। मैले 3-4 चोटि मात्रै लगाएको थिएँ होला। अनि खासै डिफ्रेन्स त देखेको छैन। तर लेट्स सी अब यो पुरै सकाउँदाखेरि राम्रै हुन्छ कि। रिभ्यू चाहिँ एकदम राम्रो छ। अनि त्यसपछि आउँछ यो चाहिँ मलाई के हो नि थाहा छैन, मैले ऱ्यान्डमली ल्याइदिएको थियो। मैले भन्दा नि म र भाउजू जाँदाखेरि यत्तिकै उठाइदिएको थियो। अनि यो चाहिँ खासमा के गर्ने रहेछ भने त्यो एक्सफोलिएट गर्नको लागि फेसमा फर्स्टमा फेस धोयो, अनि त्यसपछि जापानिजवाला रहेछ। फेस धोयो अनि धोएर अनि यो लगाएर अनि मारे गर्दाखेरि डेड सेलहरू सबै जाँदो रहेछ। अनि सो यो चाहिँ मन त पर्यो। तर राम्रै छ। अनि मेन कुरा चाहिँ ढाँडाँडा यो चाहिँ एलोभेरा जेल हो। लास्टै सस्तो छ, $3 $4 वाला। अनि यो चाहिँ मलाई एकदम मनपर्छ। यो अर्को डिफ्रेन्ट कोरियनहरूको वाला नि हुन्छ। यो चाहिँ चाइनिजवाला हो जस्तो लागेको थियो। यो चाइनिजवाला होला। लास्ट टाइम चाहिँ मैले कोरियनवाला ल्याएको थिएँ। अनि यो चाहिँ खासमा मैले जहाँ पनि लगाएर आउँछु, फेसमा, कपालतिर। अनि त्यसपछि यो वालालाई लास्टै ड्राई हुँदाखेरि विन्टरमा यो वाला यस्तो जस्तै यो 2 स्पुन जस्तोमा यो भ्यासलिन थोरै मिसाएर मिक्स गरेर अनि स्किनतिर लगाउँदाखेरि एकदम सफ्ट हुन्छ। बिहान उठेर उठ्दाखेरि जम्मा गरेर। सो आई रियली लभ दिस वान। अनि मसँग छ यो दिसा गरेको। यो खासमा म्याटवाला टाइपमा ब्लस र लिपको लागि रहेछ। अनि फर्स्टमा मैले खासमा बाहिरबाट यस्तो ट्राई त गरेको थिएँ त्यो स्टोरमाबाट। तर थोरै नै थियो। अनि त्यसपछि मलाई चाहिँ लाग्यो कि यो खास गरी सबैले टेस्ट गरे हेरी सकेर होला। अनि रियलवाला प्याकेज त हेभी नै थियो क्या। बक्स बाहिरबाट भित्र चाहिँ खोलेर मिल्दैन थियो। अनि बक्स त हेभी नै थियो। अनि मलाई लाग्यो रियलवालामा त धेरै नै होला। तर टेन्टाडा जम्मै त्यति टिका जत्रो गरेको छ। अनि यो सो एक्सपेन्सिभ। अनि यो चाहिँ के भन्छु भने लिपमा मैले खासै लगाएको छैन। तर ब्लस चाहिँ मैले 2-3 चोटि ट्राई गरेको थिएँ। भर्खरै लगाएँ अनि मलाई नआएर हो कि किन भएर तर भर्खरै लगाएँ। अनि त्यसपछि 2 दिनपछि त छैन, नर्मल कता गयो ब्लसै छैन। अनि त्यो भयो। सो या द्याट्स अल। खासै धेरै त छैन, तर यति नै हो। टाडा।